नमस्कार साथीहरु OB48 को अटो हेडसेट कम्पी फाइल लिएर आइसकेको छु हैन। अब यो चाहिँ युज कसरी गर्ने हैन, अनि यो फाइल चाहिँ यो कहाँबाट डाउनलोड गर्ने अनि कसरी युज गर्ने सम्पूर्ण जानकारी यस भिडियो अन्तर्गत तपाई पाउनुहुन्छ साथीहरु। अनि यो फाइल चाहिँ कहाँबाट तपाई डाउनलोड गर्न सक्नुहुन्छ भने पहिले म त्यो चाहिँ तपाईलाई जानकारी दिन चाहन्छु। साथीहरु यता हेर्न सक्नुहुन्छ साइडमा हैन मेरो टेलिग्राम च्यानलको लिंक हैन। म टेलिग्राम च्यानलमा यो फाइलको लिंक चाहिँ शेयर गर्दिन्छु हैन, तपाईहरु त्यहाँबाट डाउनलोड गर्न सक्नुहुन्छ। अनि मेरो टेलिग्राम च्यानलको लिंक यो भिडियोको डिस्क्रिप्सनमा पनि तपाई पाउनुहुन्छ हैन। त्यहाँ क्लिक गरेर तपाई मेरो टेलिग्राम च्यानल जोइन गर्नु होला। साथीहरु अब चाहिँ के कुरा आउँछ भने यदि तपाई फाइल डाउनलोड गर्नु भयो भने हैन अनि युज कसरी गर्ने हैन, अब म त्यो चाहिँ तपाईलाई सिकाउन गइरहेछु। लेकिन एक सेकंड, चैनल को सब्सक्राइब करो पहले। हाँ जल्दी करो, मुझे पता है कि आप लोग नहीं करते हो, वीडियो देखते हो लेकिन सब्सक्राइब नहीं करते। ये लाल कलर का बटन नहीं से दबाओ। साथीहरु फाइल डाउनलोड गरिसकेपछि यस्तो खाली इन्टरफेस देखिन्छ, यसमा क्लिक गरिदिनु होला। स्ट्राइक टु आर्चिभमा क्लिक गरिदिनु होला। त्यसपछि आर्चिभ सक्सेसफुल भएपछि अनि यता हेर्न सक्नुहुन्छ यसमा क्लिक गरिदिनु होला। त्यसपछि फाइलमा क्लिक गर्नु होला अनि त्यसपछि मुनि यहाँ हेर्न सक्नुहुन्छ यसमा क्लिक गरिदिनु होला। त्यसपछि फेरि फाइलमा क्लिक गर्नु होला अनि त्यसपछि कपी गर्नु होला। कपी गरिसकेपछि फाइलमा जानु होला। त्यसपछि यहाँ चाहिँ एन्ड्रोइड हेर्न सक्नुहुन्छ यसमा क्लिक गरिदिनु होला। डाटामा क्लिक गर्नु होला। डाटामा क्लिक गरिसकेपछि त्यसपछि तपाई यसमा क्लिक गरिदिनु होला हैन। त्यसपछि फाइल्समा क्लिक गर्नुपर्ने हुन्छ, फाइल्समा क्लिक गरिदिनु होला हैन। अनि त्यसपछि अघि कपी गर्नु भएको हैन त्यो चाहिँ यहाँ चाहिँ पेस्ट गर्नुपर्ने हुन्छ हैन। यहाँ चाहिँ एप्लाई गर्ने अप्सन हुन्छ हैन, एप्लाई गरिदिनु होला। हस्त साथीहरु यदि तपाईलाई भिडियो मन परेको छ भने एक लाइक गरेर च्यानल सब्स्क्राइब गरिदिनु होला। अनि तपाईको मनमा यदि कुनै प्रश्न छ भने कमेन्टमा सोध्नु होला। अहिलेको लागि यति नै, एन्ड बाइ बाइ।